माओवादीको झन्डा हिँडेरमा फेटा गरेर होइन त्यस्तो होइन त्यो सिधा आधारमा गरे मेरो गाउँमा 6 जना सर्वसाधारण जनतालाई मारे 6 जना आर्मी रुकुमबाट माओवादीको खानिया ठोकिहाल्छ नि त जोगी माओवादी जोलाई पनि माओवादी भन्दिने माओवादी हो त्यस्तो नचिने त्यस्तो जहाँ कांग्रेसले हुन्छ त त्यो भतुवा कांग्रेस के त्यो भतुवा कांग्रेस भतुवा हैन त्यो मुटुवा कांग्रेस हो खाना बाटो लुट्न हिँडेको त्यो माओवादी कांग्रेसले के हो उता सबै बेचेर बेचेर अहिले के गर्न लास्टमा जनता पनि बिच्छ अहिले सुन धनी पार्टी भनेको नेपाली कांग्रेसले जनता पनि बेचिरहेछ अहिले सुनको सबै त धनी पार्टी भुटानी सरकारले भने बिच्छ के कांग्रेसले त्यो भन्नु के प्रमाण दिनु अहिले सुनको सबै त धनी पार्टी नेपाली कांग्रेस हो लुटेर खाएर हिँडेको माओवादी जस्तो लुटेर खाएर हिँडेको उद्योग कारखाना बेचेर कांग्रेसले खत्तम बनायो होला देश बेच्यो सिमाना बेच्यो आफ्नो ठाउँमा तर 17,000 जनता मारेर कसलाई टुरा राणी राणा बनाएको छैन हैन सुन्नुस् 17,000 मार्ने पनि सुन्नुस् 17,000 मार्ने पनि एमाले कांग्रेसले हो के कांग्रेसले मारेको कांग्रेसले सेना परिचालन गरेर मारेको 17,000लाई कसैलाई माओवादीले मारेको पर्सेन्टेज सबैले हान्दै गरे दुधे बालकलाई राणा रानी बनाएको छैन भएन त्यसलाई विद्रो बना माओवादीले सक्यो त्यो सबै अनि मैले कांग्रेसको फुल्ली सपोर्ट गरेँ तर माओवादी कांग्रेस एमालेमा नलाग्नु तपाईँ के अहिले पनि घन्टीतिर लाग्नु स्वतन्त्र पार्टीतिर लाग्नु तपाईँ के मतलब भन्नु म स्वतन्त्रतिर ल लागिसक्यो म पनि स्वतन्त्र लागेको ल स्वतन्त्र है अँ। फेरि भोलि च्यानल होला नि फेरि स्वतन्त्र म त स्वतन्त्र सिधै हो ल म पनि स्वतन्त्र म त 17,000 खुन खानेतिर लाग्दिन म त्यो महाकाली बेच्ने त्यो लाग्दो महाकाली जनतालाई लुटा खोजा खा जनतालाई भुटानी समेत भनेर बेच्ने पार्टीमा पनि लाग्दैन क्या एउटा कुरा भनौँ आफ्नो जिन्दगी भन्दा माटो ठुलो कुरा होइन आफ्नो के को जिन्दगी तपाईँले सकिन भने माटोको के काम त्यो बेच्नु पर्ने माटो बेच्नै पर्ने थियो त तपाईले सकिन भने माटोको के काम माटो मान्छे सकिजाला माटो बेच्नु भएन नि त सर त्यसरी त्यो के को लागि त मान्छे सकिन्छ माटोको के को लागि ल सर्क त पर्सनले पर्सेन्टेज सके होइन यत्रा खेर अहि टोलेर लडेर मर्नु पर्थ्यो बाँचेछ त्यो सेरेले हो कि सेरेले सके हो सेरले सक्छ गर्ने सके हो क्या लडेर न्युज आएछ नि सिटिनु पर्थ्यो बाँचेछ धन्न पर्सनले पर्सनले होला नि त्यो वैद्यले पर्सेन्टेज विप्लवको उसले पर्सनलाई यसरी बोल्नै पाउनुहुन्थ्यो तपाईँ त्यतिखेर छातीमा बन्दुक ताकिहाल्थ्यो यत्रा बोल्नु त अहिले ताकेर देखाउनु राजावादीको शासनमा राजा राणा शासनमा कहिले यसरी भिडियो बनाएको टिकटकहरू ताकेर देखाउनु त कतारबाट आउँछ सौदीबाट आउँछ दुबईबाट आउँछ राजा भागदेशबाट हैन हो त्यस्तै थियो नेपालमा बोल्न पाउँथ्यो पाउँदैन थियो के माओवादी अरे हैन माओवादी लिएको जनता गुडिसको माओवादी शताब्दीमा तपाईले त्यो के अरे वैद्य न गौतम के भन्ने वैद्य सोइदे त्यो विप्लवको एउटा हैन पार्टी उठेको हैन जोबे पनि परिवर्तन त गर्यो परिवर्तन राम्रो छैन पलेर हिँड्दैन थिए हैन परिवर्तन त भयो नि त जोबे पनि के घण्टा परिवर्तन के भयो परिवर्तन तपाई यहाँ आएर यसरी बोल्न पाउनु न त तपाई त कहाँ हुनुहुन्थ्यो तल हुँ मोराङमा पत्ता सब गरेको मोराङमा हुनुहुन्थ्यो हुँ के पत्ता खनिन बस्नुहुन्थ्यो होला के थाहै थिएन होला माओवादीले त पत्ता कांग्रेस भन्ने कांग्रेसको त्यो दुधा सुत्ता अहिले आएर कम्तीमा काठमाडौँमा बस्न पाउनु बिस्तारै पत्ता सब हुँदै पनि छ हैन यो राम्रो त्यो राम्रो भन्ने नेता भनेर भन्न पनि पाउनु भएको छ भन्न पाउनुहुन्न थियो क्या 2-4 दिन चलाइन चलाउन सक्छ तपाईले यहाँ एकछिनको लागि खुकुर लिएर हलाउनु गरे पायो तर तपाईको शक्ति स्कोर कम हुँदै गयो तपाईले त सक्नुहुन्न नि त्यस्तै हो माओवादीले 2-4 वर्ष हलाएको पक्षमा चाहिँ को हो यता यता कांग्रेस सही हो अहिले पनि कांग्रेस माओवादीको पछि लागेन बरु माओवादी कांग्रेसको पछि लाग्यो अलिकति उक्सेको याद गर्नु कुरा हैन ल्याउन त कांग्रेसको त्यो उले गर्दाखेरि संशोधन त कांग्रेस दिन्थ्यो हो यति ठोक्का दिन्छ नेपाली कांग्रेस र एमाले देश हाम्रो देश नेपालमा जिन्दगीमा सकिदैन यो कुरा सकिहाल्छ के अब त 2084 मा भुक्ता खरानी कुनै जिन्दगीमा अब हाम्रो रुकुममा छाप भइहाल्यो यत्रो नेपालमा एउटा रुकुम मात्रै छ अनि मेरो गाउँमा आउँछ माओवादीको नाम पनि तपाईलाई कट्टा
नाम निलिन्छ त मेरो हो त्यो त हाम्रो गाउँमा आउनु काङ्ग्रेस फेरि कट्टा सिधै हो पुरै सङ्घर्ष जिल्लै हाम्रो रुकुम जिल्लै हो त रोल्पा जिल्लै हो एउटा मात्र जिल्ला छैन नि सर 75 78 जिल्ला छ त माओवादी सिर्फ त्यही रुकुम मात्रै हो अन्त छैन जम्मा त्यति त्यति नै हो अनि मामा मामा पार्टी छैन नि मामा त एमाले म त एमाले हो त एमाले मामा केमा मामा एमाले माओवादी खाने एमाले भोट दिने तपाईँको रुकुमकै मान्छे होइन उहाँ हो त अनि के यत्राको रुकुममा रुकुममा मान्छे सबै नगरेको मान्छे बोली उहाँ त अबदेखि हो कि अहिले नयाँ अहिलेसम्म माओवादीले भोट हाल्नु सोध्नु न माओवादीले भोट हाल्नु अब चेन्ज गर्ने अरे क्या उहाँलाई त पर्छले त म नाम लिँदा जिन्दगी हिजो अस्तिको दिन मसँग भनिरहनु प्रचण्डको मासु भात खाने र अब एमाले भोट हाल्ने हो मासु भात जसको नि खाना पाइयो पाइएन मासु भात खानालाई पार्टी हेर्ने होइन आफ्नो पेट भर्ने हो बुझ्नुभयो अब त्यो कुरा त्यही भएर त तपाईँलाई भोट लागेको छ मरुन्छ त्यही भएर त काङ्ग्रेस चोर हो त भारतको सहर नगएर भात र मासु खान्छ घिचेर आउँछ त्यही त अनि पनि केही समस्या सहयोग गर्नु भने मोदीको हात धुन जान्छ पहिला मामा हात पनि होइन चाक धुन जेसुकै दोष तर धुयो खाली के अरे 20 वर्ष उमेर राणा 20 वर्ष उमेर राडी 2 वर्षको बालकलाई चुरा दुधे बालकलाई चुरा बनाएर हिँडेको काङ्ग्रेस होइन क्या याद गर्नुहोस् काङ्ग्रेस जन्म आफ्नो देशै बेच्ने भने त कहाँसम्मको देश बेच्ने भने एउटा आमालाई बेच्नु हो क्या एउटा बच्चाले हो कि देश बेच्नु भने एउटा बच्चाले बाउमा घुमाउनुको पीडा नि भोगेर देखाउनुहोस् त्यो पनि ठिक हो है देश बेचेर ठुलो पार्टी हेरे बेगर 3 महिना आफ्नो अहिले पनि अहिले पनि सुन्नु त अहिले पनि गणना गर्ने भने काङ्ग्रेसले गरी धेरै पैसा भनेकै काङ्ग्रेससँग छ चोर त पार्टी चोर चोर माओवादी चोर हो त नि हो काङ्ग्रेस चोर हो माओवादी खाना नपाएर हिजो झोला बोकेर हिँडेको हो रुकुमको खाना पा मान्छे हो खाना पाएको भए त यत्राको शान्ति ल्याइहाल्थ्यो नि त खै खाना पाएको दुनियाँलाई लुट्दै रुकुमको मान्छे खाना नपाएको हो ले यहाँ भात खसी काट रोल्पाको मान्छे खाना नपाएको हो त्यसरी हिँड्थ्यो नभए त्यो बन्दुक पनि त्यो सानो चौकी लुटीको 2-4 बन्दुक भएर चाहिँ गाउँलाई तर्साइको अब गाउँमा चौकी थिएन कस्तो तर्साइको नेपालभरि माओवादी त राति हिँडेर होइन कहाँ कमजोर छ कहाँ चाहिँ लुट्न सकिन्छ त्यहाँ हिँड्ने अनि ठ्याक्क बन्दुक तेर्स्याए आफ्नो जलनजनको माया त भइहाल्छ निकाल चामल खसी निकाल खोरबाट त्यसैले निकाल्नु परेन खाँदै खाँदै डर धम्कीले माओवादी डर धम्कीले बाध्यताले हिँडेका छन् त्यहाँ देशभर सेना परिचालन गरेको काङ्ग्रेसले हैन अनि गर्नु परेन त्यही डरले मलाई पनि मार्छ सुत्यो भनेर गर्नु सेना परेन परिचालन गर्यो भने जनताको सुरक्षा दिनु परेन उसले जनतालाई मारे माओवादीले माओवादीले मारेको कसले मारे जनतालाई मारे काजर मारे यदि माओवादी उठेर उनीहरूसँग भिन्न नभएको कसले मार्थ्यो जनतालाई काटी मारे ल देखाउनुस् माओवादीले 16 मारिसक्यो सकिएको कुन जनतालाई मारे ल भन्नुस् त 16 कहाँबाट मर्यो त्यो त आर्मीले मारेको नि अनि हैन आर्मीले मारे हैन त्यो जनता अनि तिनीहरूलाई लुट्न जाने जुट्न जाने माओवादीले मारे भनेको आर्मी मारेको छ क्या पुलिस मारेको छ सशस्त्र मारेको छ तिनीहरू को हुन्छ इन्डियाको जनता हुन् तिनीहरू नेपाली सोचा खालको जनतालाई मार्नु सेना गयो नि त आर्मी सेना चाहिँ कहाँका जनता हुन् अहिले यिनी आर्मी सेनाको भरमा हामी हिँडिरहेको छौँ जनताको सुरक्षा गर्न गएको मान्छेले जनतालाई गर्ने हो त जनताले किन मार्नु जनसङ्ख्या जनतालाई सुरक्षा गर्न गएको मान्छे जनतालाई किन मारे त उनीहरू जाने लड्न जान्छ भने जाने लड्न जान्छ त यता काम गर्छ भने तिनीहरूलाई सिकाउनु परेन मामा काङ्ग्रेस प्रचण्ड खलास एमाले जिन्दाबाद हैन केपी ओली मुर्दाबाद 84 मा प्रचण्ड खलास हो के न प्रचण्ड खलास हुन्छ नि मामा हुन्छ हो आवाला रातको जंगलमा लाउनु पर्छ आवाला गिरफ्तार गरेर रातको जंगल भन्थ्यो प्रचण्ड सिंह पार्टी उठ्न सक्छ प्रचण्डले हैन प्रचण्ड पार्टी उठ्न सक्छ सिंह पार्टी सिधेर देखाउ सेरेर प्रचण्डलाई कार्यकाल राष्ट्रपति घोषणा गरौँ कसले जित्छ ल सेरेर प्रचण्डलाई कार्यकाल 5 वर्ष कार्यकालको राष्ट्रपतिमा घोषणा गरे चुनाव
लडाउँ अनि जित्छ ल ल लडाउनु न ल लडाउनु त जाँदा त तपाईँले मैले लडा भनेर बुझ्दा जब लड्छन् अनि बोल्नुहोस् के तपाईँले मैले लडा लड्नु पर्यो त भन्नु पर्यो जनताले आवाज गर्नु परेन हामीले तपाईँलाई पनि 10 लाख दियो भने पहिला माओवादीको त्यही त थियो नि हाम्रो तिम्रो गाउँमा खाली हान्ने बन्दुक बनाएको छ है खाली हान्ने बन्दुक बनाएको होइन के त दुईटा एकजना फाटाफुटे माओवादी थिए अहिले नमस्कार गरी हिँड्छन् तिनै यहाँ यो यी छ त्यसले दिएको तिनीहरू यसो लुकाएर जग्गामा राखेका थिए त्यही निकाल्छन् अहिले त्यही हो हाम्रो गाउँमा त अहिले माओवादीको नाम निकाल्यो नि भू अचार निकाल्छन् तिनीहरू हाम्रो काङ्ग्रेस भने त अचारै जो बनाउँछ निस्किसक्यो यी पर्सेन्टै पचास एमाले भइयो त जो सुकै होस् न पर्सेन्टेको काङ्ग्रेसको पत्ता छ हो काङ्ग्रेसको पत्ता छ हेरौँ ल 84 मा पर्सेन्टेज सिङ्गो पार्टी उठेर जितेर देला ठुलो कुरा त्यही हो एउटा न एउटा टाक्सै भन्छ नि मलाई भन्नु न नासिन के ल यत्रको टाक्सिँदैन 50 बाजी ल हँ 50 बाजी ल किन ल ल होइन रेकर्ड छ है यहाँ सुन्नु पर्सेन्ट 2084 मा टाँसिएन भने अझै भल तिर्नु भयो जित्नु नि पर्यो नि त फेरि जित्नेको कुरा हैन नि त नटाँसिए मैले उठ्छु त राख्नु त मलाई तपाईँ टाँसिने भन्नुहुन्छ त टाँसिएर लड्छ भन्नुभयो त नटाँसिएर लड्छ सीमा त ओली खलास भन्छन् त यार ल म उठ्छु 50,000 दिनुहुन्छ मलाई म जित्नु किन जित्नु कहाँबाट मेरो जिल्लाबाट उठ्छु 84 मा त्यतिका खलास भने त देखामलाई हेरौँ ल भन्छन् मामाको भन्न माओवादी खुङ्कार माओवादी हो हो म अहिलेसम्म भोटेको माओवादी यदि मन पर्दै राम्रो छैन हालिहाल्थ्यो नि बाबु यो लाइन काटिन्छ मामा तपाईँको त्यहाँ थियो जनरल सन्मान पठाएको त्यत्रो लाइन यहाँ जिल्ला केन्द्रीय लाइन गएको छ फेरि रामसीको जङ्गलमा 12 बजे 12 बजे रामसीको जङ्गलमा त्यहाँ फेरि आउँछ बाघ भालु भाइ पुरापुरी भइगएन भने फेरि भोट गर्नु होला है मामा त्यो के अरे टङ्केको बाइकमा पछाडि पछाडि हालेर पुरै गुटीमुटी बनाइ फेरि रुख बिरुवा फेरि मकै सम्झेर धर्या